मेरो वर्कआउटको चाहिँ आज डे 2 डे 1 मा दुख्रेको कारणले अहिले चाहिँ मेरो खुट्टा दुखिरहेको छ दौड्दाखेरि। ज्यान बनाउन कम्तीमा 2-3 वर्ष लाग्छ अरे, म चाहिँ 2 महिनामै ज्यान बनाउन सोचिरहेको। 1 वर्षमा ज्यान बनाउन राम्रो मेहनत पनि गर्नुपर्छ, राम्रो डाइट पनि हुनुपर्छ अरे। मसँग चाहिँ डाइटको नाममा एउटा चना मात्रै छ, अरू चाहिँ डाइट छैन अनि मेहनत छ। बिहान उठेर म चाहिँ आधा घण्टा डेली रनिङ गर्नेछु र जिम पनि गर्नेछु, आफ्नो शरीर पनि बनाउने छु। रनिङ गरिसकेर घर जाँदै थिएँ, यहाँदेखि भ्यू चाहिँ बोबाल देखिरहेको रहेछ। उ त्यो जङ्गल छ नि, त्यहाँदेखि दुग्दै आएको म। रनिङ गर्दा मेरो शरीरमा धेरै पसिना आउँछ, के कारण हो कमेन्ट गर्नु त। घरमा आएर खाली पेट पहिला चनाको पानी पिए, चना भिजेको, अनि त्यसपछि चना खाएँ। सरले होमवर्क दिनुभएको थियो, होमवर्क हिजो गरेको थिएन, अहिले गर्दैछु। घरको वरिपरि धेरै भड उगेको रहेछ अनि फडुवा लिएर म चाहिँ भर निकाल लाएको। थोरै काम गरेको, घामले टाउको दुख्यो, एउटा आइसक्रिम लिएर खाएँ, बाँकी काम चाहिँ साँझ गर्छु। रुमभित्र धेरै गर्मी हो अनि बाहिर आएर बसेँ। बिहानको बाँकी रहेको काम चाहिँ म अहिले गर्दैछु। काम फिनिस गरेर सबै कचरालाई एउटा ठाउँमा कट्ठा गरेर अब चाहिँ अर्कोचोटि सुत्दाखेरि आगो लगाउनु पर्छ। गड्डामा क्रिकेट खेल्दै रहेछन्, म पनि क्रिकेट खेल्न आएँ। मोबाइलको क्यामेरा चालु गरेर रुखमा राख्यो, सिधा बल आएर मोबाइलमा लाग्यो। मोबाइल चाहिँ केही भएन, हल्का ब्यान्ड मात्रै भयो, मोबाइलको डिस्प्ले चाहिँ बच्यो जे होस्। बल मोबाइलमा लागेर म चाहिँ क्रिकेट खेल्न छोडेर घरमा आएँ। आजको भ्लग यति नै। च्यानलमा नयाँ हुनुहुन्छ भने फलो गर्नु होला।